त्यो प्रकाश सुवेदी पनि पागल हो अब के त म पागलै हो त यस्तो हुन्छ के अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने सबै साइन्टिस्टहरू पागलै हो जतिजना कुलतमा फस्नु भएको छ रक्सी जाँड चोर ड्रग्स उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अझ खाऊ भन्छु केही छैन त के गर्ने अब लुटेर त्यहाँ खाऊ लुटेर खाऊ अब त्यो भन्ने उपाय केही छैन यहाँ होइन भने अब के भन्ने तिनीहरूलाई अब कुलतमा आएकोलाई अरू घरमा आमाउलाई घाँडो छ बरु छिटो खाऊ छिटै मर नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईँले के फाइदा लुट्नु भयो अहिलेसम्म दिएको दिएछु मैले त प्रचण्ड दाई र चाहिँ केपी ओली दाई भनेको शिवशेष दाई र भुवन दाई जस्तै हो है उहाँहरू भएको फिल्म हिट छ उहाँले भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ भोट दिनु जिताउनु अनि त्यहाँबाट चाहिँ विकास गराउनु नगर्यो भने यहीँबाट लखट्नु भनेको थिएँ म त्यसमा तपाईँहरूले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले कलाकारले परेपछि लखटिहाल्छ नि यार राजा लखटे नेता को हो र यार भने नेताहरू को हुन् भने प्रचण्ड दाई को हो होइन केपी ओली दाई को हो र शेरबहादुर दाई को हो कमल थापा दाई को हो अहिलेको नेताहरू को हो र तपाईँ को हो म को हो तपाईँको गाउँको त्यहाँ लोकल नाम चाहिँ बाबु बाबुराजा भनेपछि एकदम फेमस छ होइन डन डन तपाईँ अहिलेको डन पहिलाको दादै भनौँ न मतलब चाहिँ शरीफ दादा तपाईँ त खुरापाती र ट्यालेन्ट मान्छे त हो नि खतरनाक पनि हो तपाईँ चाहिँ खुरापाती भन्नु फेरि मलाई खुरापाती भनेको ट्यालेन्ट दिमाग यो हामी कस्तो भने बोल्दाखेरि रफ भाषा खुरापाती भनेर अन्यथा नलिनु ल ए यो भयङ्कर खुरापाती भनेको ट्यालेन्ट हो प्रकाश सुवेदीलाई पागल भन्नुभएछ नि उहाँले त चित्त दुखाउनु भएको छ तपाईँ पनि पागल हो है कमल थापा दाई जित्नुपर्छ भनेपछि के गर्नु त अनि मैले भने कि रूपचन्द दाई चाहिँ जित्नै पर्छ अरू मतलब भएन होइन मतलब भएन म ब्यालेट बक्समा गएर कति भोटले जित्छ 15,000 ड्राङ यहाँ हान्नुभयो तपाईँ गुन्डा नै हो डन नै हो यो आज यो के ठक्क भन्नुहोस् पितनान शाह पनि डनै हो है आर यु कमेडी मी कार्यकर्ताले चाहिँ नेतालाई नगर्ने बेला भइसक्यो भने अनि कसरी हुन्छ हामी गएर चाहिँ हाम्रै घरमा होइन अस्ति मेरो छोरालाई मैले तर्साउँदा मैले बन्दुक निकालेमा ठोक नली हानिन्छ तिनीहरूको चाल पाल्छ फेरि पनि भने तिनीहरू अब अस्ति गगनजीले भनेन गगन भाइले भनेन अस्ति ल्यापटपमा 4 महिनाको 4 लाख कमाउँछ बजिया भोट हाल्यो किर्तिपुरको डाँडा बसेर ल्यापटप चलाएर मैले ल्यापटपको 4 लाख कमाएन भने